अनुसन्धान परिषदको स्थापनाको 34औं वर्षको उपलक्ष्यमा आयोजित 11औं स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको शिखर सम्मेलनको समापन समारोहमा परिषदको तर्फबाट धन्यवाद ज्ञापन गर्न पाउँदा म अत्यन्तै हर्षित भएको छु। माननीय मन्त्रीज्यू, हजुरको आजको गरिमामय उपस्थिति र परिषदप्रतिको निरन्तर सहयोगले अनुसन्धानका आधारमा नीति निर्माण र कार्यान्वयनको महत्त्व झनै प्रष्ट पारेको छ। हजुरप्रति म लगायत सम्पूर्ण परिषद परिवार हार्दिक आभार प्रकट गर्दछु। यो प्रयोग पहिले हो कि परीक्षण पहिले हो? यो सन्दर्भमा हामीले आफूलाई अलि बढी प्रश्नाउन जरुरी छ। परीक्षण पछि प्रयोग हुन्छ। अब प्रयोग नभएको परीक्षण भएको तर कानुनले प्रबन्ध नगरेको विषयहरूको सन्दर्भमा क्रिएसनले कहिल्यै पनि कानुन पर्खादैन। त्यसैले क्रिएसन पछि कानुनी प्रबन्ध गरिन्छ तर प्रयोग चाहिँ परीक्षण पछि मात्रै भएको हुनुपर्छ। त्यस हुनाले हामीहरू यो अनुसन्धानात्मक प्रणालीमा कम प्राथमिकता दिएको जस्तो देखिएको छ, लगानी पटक्कै नगरेको जस्तो देखिएको छ। त्यसैले आजको हाम्रो विषय अनुसन्धानलाई प्राथमिकतामा राख्ने, लगानी वृद्धि गर्ने, जनशक्तिलाई प्रोत्साहित गर्ने र आपसमा समन्वयात्मक ढङ्गबाट यसलाई अगाडि लिएर जाने आजको आवश्यकता हो जस्तो मलाई लाग्छ। रिसर्च काउन्सिल खोलेको धेरै भइसक्यो तर हामीले केमा रिसर्च गरेर निष्कर्ष निकाल्नु। मलाई लाग्छ यो पछिल्लो समयमा मात्रै यो अलिकति हुन खोजेको जस्तो देखिएको छ। यो संस्थाले मात्रै, यो संस्थाको नेतृत्वले मात्रै यसलाई गतिशीलता प्रदान गर्न सक्दैन। त्यसैले देशले नै यसलाई प्राथमिकतामा राखेर हुनुपर्छ। यो क्षेत्रमा लाग्नेहरूलाई प्रोत्साहित गर्न सक्नुपर्छ। त्यसैले हामीहरू यसलाई प्राथमिकतामा राख्ने र त्यस अनुसारको प्रबन्ध गर्ने गरी अगाडि बढ्न कोसिस गरिरहेका छौँ। नयाँ समस्याहरू उत्पन्न भएको छ। समस्याहरू उत्पन्न भएको छ, समाधान कसरी गर्ने हो त्यसको बारेमा हामीहरूले निचोड निकाल्न सकिरहेको स्थिति छैन। हामीहरूको वार्षिक रूपमा सरुवा रोग एउटा हाम्रो वार्षिक दैनिकी जस्तो भइरहेको छ। अब यो महिना लाग्यो, यो पछि यो रोग आउँछ। अब यो रोग गयो, अब अर्को रोगले फेरि हामीलाई समस्या निम्त्याउँछ। यस्तो खालको रुटिन प्रणालीमा सरुवा रोगको विस्तार हुने स्थिति देखिएको छ। यो क्लाइमेट चेन्जले हामीलाई विभिन्न ढङ्गबाट असर गरेको स्थिति छ। यो जलवायु परिवर्तनको असर मान्छेको स्वास्थ्यमा कसरी पर्छ भन्ने कुरालाई हामीले अझै पनि हाम्रो परिवेशमा अनुसन्धान गरिसकेका छैनौँ। जलवायु परिवर्तन संसारव्यापी एउटा ढङ्गको हुन्छ। हाम्रो परिवेश अनुसार, हाम्रो भूगोल अनुसार, अन्यत्रबाट हामीलाई प्रभाव पर्ने मौसमी परिस्थिति अनुसार हाम्रो प्रभावका मौलिक कारणहरू पनि छन्। त्यसलाई हामीले खोजेर त्यसको निराकरण गर्ने कोसिस गर्न सकिरहेका छैनौँ। त्यसपछि जटिल रोग, नसर्ने रोगहरूको समस्या थपिँदै गएको स्थिति छ। आजभन्दा 10 वर्ष अगाडि क्यान्सरबाट पीडित संख्या कति थियो?
आज कति छ? अटिजमको संख्या आजभन्दा 5 वर्ष अगाडि कति थियो र आज कति छ? डायलिसिस गर्नेहरूको संख्या आजभन्दा 5 वर्ष अगाडि कति थियो र आज कति छ? हामी स्रोतसँग नजोडिकन पपुलर कुरा गर्न रुचाउँछौँ। स्रोतसँग नजोडिकन कुनै पनि सुविधाको घोषणा गर्ने कुरा घोषणामा मात्रै सीमित हुन्छ। स्रोतसँग जोडेर हामीले सुविधा दिने सन्दर्भमा अब राज्यको क्षमताले ठेक्न सक्ने स्थिति हुन्छ त? त्यसैले रोग लागेकाहरूलाई उपचार गराउने एउटा विषय भयो। रोगै लाग्न नदिने उपाय के हुन सक्छ त्यसको खोज पनि हामीले गरेको स्थिति छ। प्रबन्धनात्मक क्षेत्रमा हामीले के काम गर्न जरुरी छ त्यसको बारेमा हामीले खासै काम गर्न सकिरहेका छैनौँ। अझ हाम्रो मौलिकतासँग जोडिएको आयुर्वेद प्रणालीलाई हामीले कसरी प्रयोग गर्ने, हामीले यसलाई कसरी अन्तर्राष्ट्रियकरण गर्ने त्यसका बारेमा पनि हामीले जति गर्नुपर्ने उद्योग गर्न सकिरहेको स्थिति छैन। क्लिनिकल रिसर्च पनि भएको छैन। हामीले औषधि पत्ता लगाउने, हामीले कुनै उपकरण नयाँ आविष्कार गर्ने त्यो पाटोमा त हाम्रो विश्वविद्यालयमा पनि अनुसन्धान भइरहेको स्थिति छैन। त्यसैले यो बृहत क्षेत्रलाई समेटेर हाम्रो एनएचआरसीलाई कसरी विकास गर्न सकिन्छ, यसको दायरा फराकिलो बनाउन कसरी सकिन्छ, हाम्रो ब्रेनलाई हाम्रै अनुसन्धान अथवा राष्ट्रिय स्वामित्व स्थापित हुने गरी कसरी सक्रिय बनाउन सकिन्छ, त्यसमा हामीले नीतिगत पक्षबाट प्रबन्ध गर्न जरुरी छ, संस्थागत पक्षबाट प्रबन्ध गर्न जरुरी छ, त्यस अनुसारको मेकानिजम निर्माण गर्न जरुरी छ। केही निष्कर्षहरू यो 3 दिने यो हाम्रो जमघटले निकालेको छ। यसले नेपालका 7वटै प्रदेशमा अनुसन्धान केन्द्रहरू खोल्ने निष्कर्ष निकालेको छ। त्यो स्वाभाविक छ र यो आगामी वर्ष कार्यान्वयन हुन्छ। त्यो कुरा म यहाँका बिचमा राख्न चाहन्छु। दोस्रो विषय समन्वयात्मक ढङ्गबाट यो अनुसन्धानलाई अगाडि लिएर जाने कुरा एकदमै स्वाभाविक छ र तेस्रो विषय अनुसन्धानको क्षेत्रमा रहनु भएकाहरूलाई प्रोत्साहित गर्ने, त्यसमा राज्यको तर्फबाट उहाँहरूलाई सहजीकरण गर्ने र अनुसन्धानको क्षेत्र निर्धारण गर्नका निम्ति उहाँहरूलाई अझ बढी प्रेरित गर्ने कुराको निष्कर्ष पनि आफैमा स्वाभाविक र आवश्यक जस्तो देखिन्छ। र हाम्रा विषयहरू के हुन् त्यो विषयहरूका बारेमा हामीले खोजी गर्न जरुरी छ, अथवा समस्या के हो त्यो पहिल्याउन जरुरी छ। समस्या पहिल्याएपछि मात्रै समाधान निकाल्न सकिन्छ। त्यसैले यी निष्कर्ष केही जो हामीले यो सघन छलफलपछि निकालेका छौँ, यसलाई कार्यान्वयन तर्फ लिएर जाने कुरामा मन्त्रालयले सहयोग पुर्याउने अथवा यो मन्त्रालयकै पनि काम हो, त्यस ढङ्गबाट अगाडि बढाउने कुरा यहाँहरूका बिचमा राख्न चाहन्छु। अरू विषय सचिवज्यूले थोरै छुनु भएको थियो। हामीले पपुलेसनसँग अनुसन्धानलाई जोडेका छैनौँ। खास गरी पपुलेसनको अवस्थाले नेपालका नीतिहरू निर्धारण हुनुपर्छ। हामीलाई कस्तो विकास चाहिएको, नेपालमा कस्तो रोगबाट बढी मान्छे संक्रमित भएको स्थिति छ, नेपालमा सरकारले लगानी गरेर स्वास्थ्य संस्था कहाँ पुर्याउनु पर्छ, दुर्गम क्षेत्रमा प्राइभेट सेक्टर जान सक्दैन, त्यहाँ नाफा हुँदैन। रुकुमका जनताले अथवा त्योभन्दा पनि दुर्गम दार्चुलामा, बाजुरामा, ताप्लेजुङमा अब समथर भूमि भए पनि स्वास्थ्यको पहुँचका आधारमा 70 पनि दुर्गम जस्तो देखिन्छ। त्यो क्षेत्रहरूमा सरकार नै उपस्थित हुनुपर्छ। सरकार उपस्थित प्रभावकारी ढङ्गबाट हुने स्थिति हामीले कसरी निर्माण गर्न सक्छौँ। जनशक्ति नेपालमा उत्पादन भएको छ, त्यो जनशक्तिलाई नेपालमै राख्ने परिस्थिति हामीले कसरी बनाउन सक्छौँ, प्रेरित गर्ने स्थिति हामीले कसरी निर्माण गर्न सक्छौँ। हामीलाई त्यो खालको एउटा नीतिगत प्रश्नता पनि आवश्यकता छ। व्यक्तिगत उन्नयनका विषयहरूमा के गरिनुपर्छ, यो वेतन सुविधा उपलब्ध गराउने सन्दर्भमा के गरिनुपर्छ, अथवा अब गजेन्द्र नारायण अस्पतालमा स्थायी दरबन्दी पुर्याउनका निम्ति के गर्नुपर्छ। त्यहाँ 7 जनाको दरबन्दी छ, मेसो बाहेक 1 जना पनि स्थायी दरबन्दीको कोही पनि हुनुहुन्न। हामी सबै उपत्यकाभित्र बस्न चाहन्छौँ। त्यसैले लोकसेवाले नै गजेन्द्र नारायणका निम्ति भनेर खोल्ने हो कि
लोकसेवाले नै बाजुराको अस्पतालका निम्ति भनेर खोल्ने हो कि एकैचोटि लोकसेवाबाट 700-800 डाक्टर हामीले विज्ञापन गरेर लिने स्थिति बनायौं भने हामीले सरकारी जिम्मेवारीमा धेरैलाई आबद्ध गर्न सक्छौं कि अथवा चिकित्सक मात्रै होइन नर्सहरू स्वास्थ्य कर्मीहरू अथवा विभिन्न क्षेत्र पोषण विज्ञलाई हामीले हाम्रो दरबन्दी भित्र कहाँ राख्न खोजेका छौं यही रिसर्च अनुसन्धान प्रक्रियामा हामीलाई चाहिने जनशक्तिलाई हामीले दरबन्दी भित्र कहाँ राख्न खोजेका छौं कहाँ आवश्यक छ के कुरामा रिसर्च गर्न जरुरी छ स्वास्थ्य क्षेत्र एकदमै ठूलो क्षेत्र रहेछ मन्त्री भाइ यो बृहत क्षेत्रभित्र हामीले सबै जनशक्तिलाई रेकग्नाइज गर्ने अथवा पूर्ण क्षमता सहित स्वास्थ्य संस्थाहरूलाई अगाडि बढाउने सन्दर्भमा त्यस अनुसार दरबन्दी सिर्जना गर्न सकेका छौं त एकदम विडम्बनाको कुरा हो छ यहाँ मन्दिर नै भएर सुकिने भन्छौ पनि भनिएको छ तर सत्य त सत्य नै हुन्छ 48 सालपछि सबैतिर दरबन्दी थपियो स्वास्थ्यमा दरबन्दी थपियो के कार्यान्वयन हुने होला निर्णय हुन त कन्टेन्ट चाहिन्छ होला नि तपाईको हस्पिटलमा रेडिएसनको रिपोर्ट लिँदा ब्ल्याक फिल्म एउटा सामान्य कुरा त्यो चाहिँ एक्सरे गर्दा त्यो 4वटा प्लेट आउँछ त्यो ब्ल्याक फिल्म त्यो एक्सरेको एउटाको 400 रुपैयाँ पर्दो रहेछ 4/4को 1600 को भाग उपभोक्तालाई पर्छ पेपर रिपोर्ट दिने व्यवस्था गरौँ डिजिटलाइजेसनमा जाने हो भने पेन ड्राइभमा रिपोर्ट दिने व्यवस्था गरौँ अस्पतालले डिजिटल प्रणालीमा त्यो रिपोर्ट राख्ने व्यवस्था गरौँ वीर हस्पिटलमा उपचार गरेको एउटा बिरामी उपचार गरेर फर्कियो फलोअप गर्न गजेन्द्र नारायण अस्पतालमा जाँदा वीर हस्पिटलको रिपोर्ट गजेन्द्र नारायणलाई पठाइदिने व्यवस्था गरौँ त्यसैले यो डिजिटलाइजेसनको प्रक्रियामा हामीले धेरै कामहरू गर्न सक्छौँ भइरहेको छैन शून्यताको स्थितिमा छ मैले धेरै ठाउँमा भनेको छु मसँग पढ्नेहरू सबै अमेरिकातिर हुनुहुँदो रहेछ केही केही नेपालमै रहनुभएकाहरू डाक्टर हुनुहुन्छ इन्जिनियर हुनुहुन्छ तर डाक्टर र इन्जिनियरले नेतृत्व गरेको क्षेत्रमा उहाँहरूको क्षमताका कारणले डिजिटलाइजेसनको प्रभाव कति परेको छ हरेकसँग ल्यापटप हुन्छ हरेक मान्छे सामाजिक सञ्जालमा जोडित हुन्छ संसारको इनोभेसनलाई सबभन्दा पहिले थाहा पाउनुहुन्छ तर त्यसको प्रभाव चाहिँ नेपालको स्वास्थ्य प्रणालीमा किन नपरेको त्यो डिजिटल फ्रेन्डली नेतृत्वको प्रभाव चाहिँ स्वास्थ्य क्षेत्रमा नपर्नको कारण के अब्बल मानिसहरू डाक्टर भएको अवस्था अब्बल मानिसहरू स्वास्थ्यकर्मी भएको अवस्था म अब हायरार्कीले माथि होला मन्त्री भएको कारणले तर क्षमता तपाईसँग जस्तो छैन तर क्षमतावान मान्छेहरूले नेतृत्व गरेको स्वास्थ्य संस्था उदाहरणीय किन बन्न सके यसमा के अपुग भयो त्यो अपुगतालाई पूर्णताको बाटोतिर कसरी लान सकिन्छ के भयो भने पूर्ण क्षमता यसमा प्रयोग हुने स्थिति आउन सक्छ मेरो विचारमा यो पनि अनुसन्धानको विषय छ त्यसैले यसको नेतृत्वको पूर्ण क्षमता देखिने स्थिति आउन जरुरी छ म सरकारी या प्राइभेट भनेर त्यसरी वर्गीकरण गर्न चाहन्न तर तथ्य के हो भने सरकारले विपन्न समुदायका निम्ति जुन खालको लगानी गरेको छ त्यसको पूर्ण प्रतिफल प्राप्त हुन सकेको स्थिति छैन एउटा त सरकारी अस्पतालमा एक दिनमा 4000 सम्म बिरामी जाने गर्नु भएको छ यहाँ हाम्रो भाष्य न्यारेटिभ कस्तो छ भने त्यो भिड होइन त्यो विश्वास हो त्यहाँ उपचार गर्दा राम्रो हुँदैन भन्ने लागेको थियो भने त्यहाँ मानिसहरू जानुहुन्थ्यो त्यो हस्पिटलले ठग्छ डाक्टरले ठग्छ उपकरण राम्रो छैन त्यो विश्वसनीयताको आधार हो भन्ने मलाई लाग्छ
धेरै मानिसहरू आएपछि व्यवस्थापनको पक्षबाट चुनौती हुन्छ। जुन विश्वसनीयता ती स्वास्थ्य संस्थाहरूले आर्जन गरेका छन् त्यो विश्वसनीयता बढाउनका निम्ति व्यवस्थापनको पक्ष मुख्य हुन्छ। बिग्रिएको मेसिनलाई कसरी छिटो बनाउन सकिन्छ, नबिग्रिएको मेसिनलाई धेरै समय कसरी चलाउन सकिन्छ, डाक्टरको व्यवहार, स्वास्थ्यकर्मीको व्यवहार गुणात्मक कसरी हुन सक्छ। स्वास्थ्य सेवा गुणस्तरीय भनेको चिकित्सक र स्वास्थ्यकर्मीहरूले गर्ने व्यवहार हो भन्ने मलाई लाग्छ। गुणस्तरीयता त्यहाँको उपकरणमा हुने कुरा हुनु हुँदैन। उपकरणमा गुणस्तरीयता खोज्नु पर्ने भयो भने त एमआरआई को रिपोर्ट नै गलत आउन सक्छ, एक्सरे को रिपोर्ट नै गलत आउन सक्छ। गुणस्तरीयता औषधिमा खोज्नु पर्ने स्थिति भयो भने त हामीले खाइरहेको औषधि पिठोको डल्लो हो भनेर भन्नुपर्ने स्थिति हुन्छ। त्यसैले ती विषयहरूमा गुणस्तरीयता भन्ने शब्दै जोडिनु हुँदैन, जोडिनु पर्ने हुनु हुँदैन। सर्भिसमा गुणस्तरीयता हुन्छ। त्यसैले त्यो कुरालाई पनि त्यस ढङ्गबाट ख्याल गरेर हामीहरूले आफूलाई सुधार्न जरुरी छ भन्ने मलाई लाग्छ। अर्को कुरा, काम गर्ने वातावरण बनिरहेको छैन। उपचार गर्दा सधैँ सफल भइन्छ भन्ने होइन, तर सफल हुने मनसाय हुन्छ। मनसाय हुँदा हुँदै प्रश्न गर्ने कुरा स्वाभाविक हुन सक्दैन। त्यसैले काम गर्ने वातावरण, यो समुदायले दबावमा काम गर्न सक्दैन। यो दबावरहित ढङ्गबाट काम गर्ने परिस्थिति हुनुपर्छ। त्यसैले दबावरहित ढङ्गबाट काम गर्ने परिस्थिति निर्माण गर्नका निम्ति त्यस अनुसारको कानुनी प्रबन्ध हुनुपर्छ। त्यसलाई पनि हामीले अगाडि बढाइरहेको कुरा अनुरोध गर्न चाहन्छु। यो वेतनको कुरा, व्यक्तिगत उन्नयनको कुरा, अब यो डाक्टर क्षमतावान भयो भने त्यो व्यक्तिलाई भन्दा देशलाई बढी फाइदा हुन्छ। स्वास्थ्यकर्मी नर्स क्षमतावान भयो भने उहाँहरूलाई पनि फाइदा हुन्छ, तर त्योभन्दा बढी देश र समाजलाई फाइदा हुन्छ। हामीहरूको एकजना पनि सुरु इन्जिनियर हुनुहुन्न भनेर भन्ने गरिन्छ। हुनुहुन्थ्यो भने त देशलाई फाइदा हुन्थ्यो नि। त्यसैले नेपालीले क्षमता अभिवृद्धि गर्यो भने त्यो नेपालका निम्ति काम लाग्छ। त्यसले समाजलाई धेरै योगदान गर्न सक्छ। हाम्रो कुनै रिसर्चर, क्लिनिकल रिसर्चर अथवा औषधि कसैले पत्ता लगाइदिन्थ्यो भने, नेपालीले लगाइदिन्थ्यो भने त्यसले देशलाई सम्पन्न बनाउन सक्छ। कसैले नयाँ उपकरण पत्ता लगाइदिन्थ्यो भने त्यसले नेपाललाई सम्पन्न बनाइदिन सक्छ। त्यसैले नेपालीको क्षमता अभिवृद्धि भयो भने त्यसले देशलाई फाइदा गर्छ। एउटा डाक्टर त्यसले एमबीबीएस गरेकै हुनुपर्छ एमडी गर्नका निम्ति, जीएम गर्नका निम्ति। त्यसैले डाक्टरको, नर्सको अथवा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्दा देशलाई नै फाइदा हुन्छ। त्यसका आधारहरू क्षमता अभिवृद्धि गर्ने सहज परिस्थिति, सबैले गर्न पाउने स्थिति। एमबीबीएस गरेको छ तर आर्थिक हिसाबले विपन्न छ, उसले आफूलाई अपग्रेडिङ गर्न नपाउने स्थिति हुनु हुँदैन। त्यस हुनाले त्यो ढङ्गबाट पनि हामीले यो नीति प्रणालीलाई विकास गर्न जरुरी छ। अब रामेश्वर खनालजीको प्रतिवेदनमा 11वटा स्वास्थ्यका विषयहरू आएका छन्। त्यो प्रतिवेदनमा आएका सबै विषयहरूलाई हामीले लागू गर्नेछौँ। हामीले पनि पहिलेदेखि त्यसलाई पैरवी गर्दै आएको हो, तर उहाँको रिपोर्टमा पनि आएपछि यो कुरा हामीले मात्रै होइन, एउटा विश्वसनीय कार्यदलले पनि भन्यो भनेर हामीले त्यसलाई लागू गर्न सजिलो हुने स्थिति बनेको छ। यो स्टाइपेन्डको कुरा, स्कलरसिपमा पढेर बोर्डको अवधिको कुरा, यो सबै कुरामा सम्बन्धित जनशक्तिलाई प्रोत्साहित गर्न कसरी सकिन्छ, देशभित्रै बस्ने स्थिति कसरी निर्माण गर्न सकिन्छ, त्यस आधारमा नीति तर्जुमा गरिनुपर्छ। स्टाइपेन्डको विषय 48,700 दिने कुरा राज्यले निर्णय गरिसकेको छ। अब त्यो कहीँ कतैबाट पनि फिर्ता हुने कुनै पनि सम्भावना छैन। त्यसलाई पूर्ण रूपमा लागू गरिन्छ। बरु अझै थप बोल्ड गर्ने, देशैभित्र बस्ने, अझ वेतन बढाएर वातावरण निर्माण गर्ने,
परिस्थिति निर्माण गर्नका निम्ति हामीले पहल गर्नेछौँ। ओएलएमको स्वीकृति भएर आइसकेको छ, सैद्धान्तिक स्वीकृति। 1 वर्षमा कम्तीमा 2000 जनशक्ति सरकारी स्वास्थ्य क्षेत्रमा थपिने कुरा म यहाँका बिचमा घोषणा विभिन्न ढङ्गबाट प्रोत्साहित गर्ने गरी नीतिहरू ल्याइने कुरालाई म यहाँका बिचमा राख्दै यो अनुसन्धानात्मक प्रणालीलाई व्यवस्थित गर्ने कुरा आगामी वर्षको बजेटमा प्रतिबिम्बित हुनेछ। यो 7 प्रदेशमा लगिनेछ। यसलाई अझ बढी व्यवस्थित ढङ्गले विकसित गर्ने र यो क्षेत्रमा लाग्नु भएकाहरूलाई प्रोत्साहित गर्ने परिस्थिति हामीले बनाउने छौँ। आज मात्रै पनि एउटा हामीले अन्त गरिसक्नु पर्ने एउटा विषय यहाँ हामीले देख्यौँ। सबै क्षेत्रलाई प्रोत्साहित गर्ने गरी यहाँ हामीले चाहिँ यो चाहिँ अब यो धेरै ठुलो कुरा मैले भनेको होइन, तर रेकग्निसनका लागि यो एकदमै ठुलो कुरा। अब चाहिँ एकदमै राम्रो काम गर्ने मेडिकल सुपरिन्टेन्डेन्ट को हो, त्यसलाई पुरस्कृत गर्ने व्यवस्था गरिनुपर्छ। एकदमै धेरै अपरेसन गर्ने सरकारी अस्पतालमा अपरेसन गर्ने डाक्टरको, सफल अपरेसन गर्ने डाक्टरको मापदण्डका आधारहरू असाध्यै कठिन हुन सक्छन्, तर कठिन काम गरे बापत तिमीले कठिन काम सफलतापूर्वक गर्यौ भनेर त भनिदिन सक्नु पर्यो नि। एकदमै कठिन काम गर्नेको पनि कुनै सोचखोच छैन, हाछा गर्नेको पनि उस्तै, कठिन काम गर्नेको पनि उस्तै। त्यसैले विधि व्यवस्थाभित्र राम्रो काम गर्नेलाई रिवार्ड गरिन्छ। यो आज हामीले यहाँ सिक्न पाएका छौँ। यसलाई अन्यत्र पनि लागू गरिने कुरा यहाँका बिचमा राख्दै अनुसन्धानको क्षेत्रमा लाग्नुभएका सबैलाई थप सफलताको निम्ति शुभकामना व्यक्त गर्न चाहन्छु। व्यवस्थित गर्नका निम्ति सहज बनाउनेछौँ, नीतिगत व्यवस्था गर्नेछौँ, लगानी अहिलेको स्थितिमा भन्दा बढाउनेछौँ। यही कुरा यहाँका बिचमा राख्दै यो वर्षेनी हुने जुन खालको सम्मेलन छ एनआरसीले आगामी वर्ष अझ बढी व्यवस्थित भएर बनाएर अगाडि लान सकोस्। अन्तर्राष्ट्रिय जगतबाट हाम्रो यो सम्मेलनमा जो सहभागी हुन आउनुभयो म उहाँहरूलाई I would like to thank all the participants from international sector, from the government of Nepal, and we would like to appreciate for your valuable contribution in this conference. सबैलाई हार्दिक धन्यवाद। जय नेपाल।